नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रम सचेतनामा। दर्शकवृन्द, आजको यस श्रृङ्खलामा हामीले निजी क्षेत्र अथवा भनौँ आर्थिक क्षेत्रसँग चाहिँ सरकारित रहेर चाहिँ कुराकानीहरू गर्न गइरहेका छौँ र सोका लागि आज हामीले आमन्त्रण गरेका छौँ नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहालज्यूलाई। उहाँ चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको चाहिँ नि बोर्ड सदस्य समेत हुनुहुन्छ। साथसाथै उहाँ सामाजिक र शैक्षिक क्षेत्रहरूमा समेत निकै सक्रिय रहँदै आउनुभएको चाहिँ पाइन्छ। आजको उहाँसँगको कुराकानीका क्रममा हामीले चाहिँ अहिले जुन जेनजी आन्दोलनपछि सिर्जित परिस्थिति छ डेरी उद्योग साथसाथै समग्र निजी क्षेत्रले चाहिँ के कस्तो स्थिति चाहिँ भोग्दै आएको छ, देशको आर्थिक भविष्य चाहिँ के कस्तो रहला, यो जुन खालको अहिलेको विषम परिस्थिति छ यसबाट हामी माथि उठ्नको लागि के गर्नु पर्ला भन्ने विषयमाथि चाहिँ उहाँसँग कुराकानीहरू गर्नेछौँ र उक्त कुराकानी पूर्व यहाँहरूमा राख्न चाहन्छौँ उहाँको विषयमा तयार पारिएको एउटा छोटो भिडियो प्रोफाइल। प्रहलाद दाहाल नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। डेरी क्षेत्रको सुधारका लागि आफ्नो प्रतिबद्धता र समर्पण देखाउँदै केन्द्रीय सदस्यको रूपमा आफ्नो करियर सुरु गर्नुभएका उहाँ क्रमशः 3 कार्यकाल महासचिव र 1 कार्यकाल उपाध्यक्षको हैसियतले काम गर्दै अध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको हो। त्यसो त उहाँ डेरी सम्बद्ध विभिन्न उद्योगहरूका संस्थापक एवं सञ्चालक समेत हुनुहुन्छ। त्यसैगरी उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसिसिआई अन्तर्गत कृषि उद्यम केन्द्रको बोर्ड सदस्यको हैसियतमा कृषि क्षेत्रको वृद्धि र विकासमा सक्रियतापूर्वक काम गर्दै आउनु भएको छ। उद्योग व्यापारका अलावा प्रहलाद दाहाल सहकारी आन्दोलन र शिक्षा क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। शिक्षा क्षेत्रमा सक्रिय रहँदै गर्दा उहाँले एनप्याप्सनमा सचिवको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। प्रहलाद दाहाल विश्वव्यापी रूपमा प्रसिद्ध मानवीय संस्था युनाइटेड नेचर इन्टरनेसनल पिस UNIP नेपाल च्याप्टरको राष्ट्रिय उपाध्यक्षमा चयन हुनुभएको छ। नेपालमा औद्योगिक वातावरण सिर्जना गर्न अथक प्रयत्नशील रहँदै आउनुभएका दाहालले विकासलाई बढावा दिने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र सबैको जीवनस्तरमा सुधार ल्याउने गरी लगानी विस्तार गर्ने नीति लिनुभएको पाइन्छ। केन्द्रीय सदस्यदेखि नेपाल डेरी एसोसिएसनको अध्यक्षसम्मको उहाँको अविचलित यात्राले आफूले गरेको हरेक क्षेत्रमा सार्थक रूपमा योगदान गर्ने उहाँको अटल सङ्कल्पलाई दर्शाउँदछ। स्वागत छ यहाँले कार्यक्रम सचेतनामा। धन्यवाद। हाल केमा व्यस्त हुनुहुन्छ त? हाल चाहिँ आफ्नो व्यवसायमा व्यस्त छु। भर्खरै चाडबाड पनि सक्यो। अहिले यो जुन चाहिँ आन्दोलन भयो यसबाट चाहिँ नि सार्वजनिक मात्र होइन कि निजी सम्पत्तिहरूमाथि समेत हमलाहरू भए होइन, तोडफोडहरू भए। विशेष गरी होइन ठुला व्यवसायहरूका चाहिँ नि विभिन्न आउटलेटदेखि लिएर उद्योगहरूसम्म चाहिँ क्षति चाहिँ पुगेको स्थिति छ। अहिलेको अवस्थालाई चाहिँ वस्तुस्थितिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? अब यो चाहिँ कस्तो भयो भने यो आन्दोलन कोही कसैले पनि यति बिग्न होला भन्ने सोचेको थिएन पहिलो कुरा त। दोस्रो कुरा जे जति नोक्सानहरू भयो यो चाहिँ आक्रोश हिजोको गतिविधिहरूलाई अलिकति नपचेर अप्ठ्यारो भएर त्यो किसिमको आक्रोश व्यक्त गर्दाखेरि भएका क्षतिहरू हुन्। यो नहुनु पर्थ्यो भयो होइन। यसले गर्दाखेरि चाहिँ उद्योग व्यवसायमा एक किसिमको त्रास डर एक किसिमको भएको छ। योभन्दा पहिला पनि धेरै आन्दोलनहरू हुन्थे। त्यति बेला उद्योग व्यवसायहरूमा क्षति पुग्दैन थियो, डाइरेक्ट पुर्याइँदैन थियो होइन। अहिले चाहिँ उद्योग व्यवसायभित्र र व्यवसायीहरूमाथि पनि विभिन्न किसिमको चाहिँ तोडफोड होइन आगजनी भयो। त्यसले देशमा लगानी गर्ने जुन किसिमको वातावरण थियो पहिला त्यो वातावरण चाहिँ हटेको हो र अब थप लगानी के गर्ने अथवा भएको व्यवसायलाई कसरी सेटल गर्ने भन्ने खालको एकदम त्रसित मानसिकता चाहिँ व्यवसायमा उत्पन्न भएको छ। वास्तवमा अहिले निजी क्षेत्रमा चाहिँ नि जुन रूपमा क्षति पुगेको छ यसको आँकडा चाहिँ के कस्तो छ भन्ने सन्दर्भमा पनि केही खुलाइदिनुहुन्छ कि? प्रारम्भिक रूपमा जुन डाटा अहिले आएकोमा चाहिँ 1 अर्ब निजी सेक्टरको करिब होइन 1 अर्ब चाहिँ राज्य सेक्टरको प्रारम्भिक रूपमा आएको कुरा हो। तर इन्डाइरेक्टली रूपमा हेर्ने हो भने धेरै थप क्षति भएको छ। मलाई जहाँसम्म लाग्छ करिब करिब हामीले सबै कुरा हेर्ने हो भने लगभग 5 अर्ब जति चाहिँ भएको हुनसक्छ। यो जुन क्षति भएको छ यसको रिकभरी गर्नको लागि चाहिँ नि हामीलाई अब भनिन्छ नि देश यति वर्ष पछाडि धकेल्यो भनिन्छ हैन। त्यस्तै
यो रिकभर गर्नलाई चाहिँ कति समय लाग्ला? यसलाई चाहिँ अब हामी सबैजना सकारात्मक भएर लाग्ने हो भने कम्तीमा पनि 5 वर्ष लाग्छ, कम्तीमा पनि त्यो अवस्थामा पुग्नको लागि होइन। अब होइन हामी यसै गरी जाने यही अवस्थामा जाने भने त यो 10, 15, 20 वर्ष पनि लाग्न सक्छ, अथवा योभन्दा बढी लाग्न पनि सक्छ, अझ झन् बढ्दै जाने अवस्था पनि हुनसक्छ। त्यसको लागि सबैजना एकजुट भएर चाहिँ लाग्नु पर्यो। हामी क्षति भइरहेको अवस्था मात्रै होइन कि त्यसबाट अन्य जुन चाहिँ नि उद्योगहरूलाई क्षति पुग्यो त्यसले गर्दाखेरि साना व्यवसायहरूमा पनि पर्ने असरहरू पक्कै रहन्छन् होइन। यो हिसाबले हेर्दाखेरि मनोबलको सन्दर्भलाई जोडेर हेर्दाखेरि यो चाहिँ कस्तो रहेको पाउनु भएको छ? अहिलेसम्मको आन्दोलनहरूमा यस्तै किसिमको तोडफोड अथवा दर त्रासहरू कमै हुने गर्थ्यो यस उद्योग व्यवसायीहरूलाई होइन। त्यो कता कताबाट प्रोटेक्ट छौँ हामी सुरक्षित छौँ भन्ने खालको फिल हुन्थ्यो होइन। अहिलेको आन्दोलनले चाहिँ के भयो भने एकदमै धेरै डर त्रास भयो, मनोबल गिरेको अवस्था भयो र धेरै उद्योग व्यवसायीहरूसँग हामी बेला बेलामा त्यसपछि बस्यौँ, छलफल गर्दाखेरि कोही कसैसँग पनि एउटा खुसी अथवा यो राम्रो भयो होइन अथवा भोलिका दिनमा यो होला भन्ने खालकै छैन के। परिवर्तन आउँदाखेरि पनि के हो कसो अलिक ढुलमुल हुन्छ नि, यो पछिसम्म लङ टर्म हुने हो कि होइन, एउटा स्थायित्व भन्ने खालको डर त्रासहरू चाहिँ एकदमै कायम छ। मनोबल घटेको अवस्था छ एकदमै उद्योग व्यवसायी। यहाँ त नेपाल डेरी एसोसिएसनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ है। पक्कै पनि यो आन्दोलनले त्यो उद्योगलाई समेत केही न केही चाहिँ असर चाहिँ पारेको होला होइन। कतिको रूपमा चाहिँ असर पारेको छ यो उद्योगलाई? डाइरेक्टली चाहिँ डेरी व्यवसायमा त्यो असर देखिँदैन, तर इन्डाइरेक्टली सबै कुरामा अप्ठ्यारो भएको हुँदा डेरी व्यवसायमा पनि स्वाभाविक रूपले त्यो परि नै हाल्छ। जस्तै उदाहरणको लागि अब भाटबुटेनीका 16-17वटा आउटलेटहरू नष्ट भए। त्यो आउटलेटमा चाहिँ डेरी जन्य पदार्थहरू पनि त थिए नि त त्यहाँ होइन, ती सबै नष्ट भए। त्यसले पेमेन्टमा अरू कुरामा धेरै असर बनायो। जस्तै अब यो धनगढी साइडतिर चाहिँ डेरीका आउटलेटहरू नै अब सबै तोडफोड हुने क्रममा त्यो पनि स्वाभाविक रूपले बाटो आवाजावत बन्द भयो। त्यति बेला कर्फ्यूको कारणले दुधहरू बाटोमा स्टक भयो, फाट्ने क्रमहरू रह्यो भनेपछि त्यहाँ पनि क्षति भयो। तर डाइरेक्टली देखिने गरी नभए पनि इन्डाइरेक्टली रूपमा चाहिँ डेरी सेक्टरमा पनि क्षति भएको छ। र अर्को कुरा चाहिँ यो आन्दोलन पछि चाहिँ धेरै मान्छेहरू सहर छोडेर गाउँतिर गएको अवस्था पनि भयो होइन। अब दसैँ भयो, तिहार भयो, त्यसले गर्दाखेरि पनि कतिपय मान्छेहरू चाहिँ बाध्यतात्मक अवस्थामा जसको जागिर छ, जो चाहिँ यहीँभित्र सहरमै बसेर केही गरिरहनु भएको छ, उहाँहरू चाहिँ काठमाडौँ फर्किनु भयो होइन, फर्किने क्रम छ। तर बाँकीहरू चाहिँ धेरै सुन्नमा आए अनुसार चाहिँ अब आन्दोलनको फेरि अर्को कुरा छ होइन। धेरै मान्छेहरू चाहिँ काठमाडौँमा अथवा अरू ठुल्ठुला सहरहरूमा फर्किनु भएको छैन। त्यसले गर्दा के हुन्छ भने उपभोगमा त कमी आउने भयो नि, र उपभोगमा कमी आउने बित्तिकै त यो चेन बिग्रिने भयो। र पहिलाको अवस्थामा जुन डेरी सेक्टरमा भएको थियो उपभोग कम उत्पादन बढी भएर चाहिँ अलिकति समस्या भएको थियो 2-3 वर्षदेखि, र त्यो लगभग सेटल हुन लागेको थियो, सबै कुरा मिलिसकेको थियो। र अहिलेको यो अवस्थाले फेरि चाहिँ हामी त्यतातिर ढल्किरहेको छौँ अहिले। त्यो आन्दोलनसँग पनि जोडिएर केही कुराहरू आए होइन। जस्तो चाहिँ नि उखु किसानले आफ्नो चाहिँ नि फसलको जुन हिस्सा पाउनु पर्ने हो त्यो चाहिँ पाएनन्। त्यस्तै दुग्ध किसानहरूले पनि चाहिँ नि आफ्नो उत्पादनको चाहिँ नि जुन लागत छ त्यो पाएनन् भन्ने खालको कुराहरू पनि चाहिँ नि उठ्दै आइरहेको सन्दर्भ पनि चाहिँ थियो होइन। जुन रूपमा विगतदेखिको अभ्यास हेर्ने हो भने आम जनताहरूमा यस्ता कुराहरूले पनि नैराश्यता चाहिँ पैदा गरेको चाहिँ स्थिति कहीँ कतै चाहिँ देखिन्छ होइन। जुन चाहिँ नि एसोसिएसन अन्तर्गतका चाहिँ उद्योगहरूबाट चाहिँ जुन भुक्तानीको स्थिति चाहिँ के कस्तो छ भन्ने सन्दर्भमा पनि केही चाहिँ प्रकाश पारिदिनुहोस् न। यहाँले भनेको जस्तै हामीसँग हाम्रो एसोसिएसनभित्र चाहिँ डाइरेक्ट त्यस्तो खालको पेमेन्टको त्यति धेरै समस्या छैन। यद्यपि फेरि के हो भने त्यो क्षेत्रैमा आएको समस्या चाहिँ डाइरेक्ट रूपले नभए पनि इन्डाइरेक्टली रूपले त सबैलाई परि नै हाल्छ होइन। यो भएको चाहिँ कुरा के हो भने हामीले यसलाई अलिकति चिन्न पनि सकेनौँ र बुझ्ने र बुझाउनेमा कमी भयो हाम्रो होइन। वास्तवमा यो चाहिँ उद्योगीले चाहेर पैसा नतिरेको होइन यो होइन। भएको चाहिँ कुरा के हो भने दुध चाहिँ आजको आजै व्यवस्थापन गर्न सकेन भने त्यो 100% खेर जान्छ होइन। त्यो पुरै खेर जानुभन्दा यसलाई धुलो दुध बनाएर हामीले होइन बटर र धुलो दुध चाहिँ स्टक गर्न सक्यो भने त्यसको लाइफ चाहिँ 1 वर्षसम्म रहन्छ। त्यो आजको आजै खेर जानु सट्टा त 1 वर्षसम्म त अरू विभिन्न विकल्पहरू निक्लिन्छ नि त होइन। त्यसो भनेर किसानसँगकै सहमतिमा किसानको दुध 100%
खेर जान नदिनुको लागि उद्योगीहरूले चाहिँ लिएर आएर धुलो दुध बनाएर राखेको अवस्था चाहिँ हो। यसले किसानहरूलाई सहयोग गरेको हो नि त उद्योगीहरूले होइन। तपाईँले बजारमा जानुभयो भने तपाईँलाई जति आवश्यकता छ त्यति मात्र किन्नुहुन्छ नि होइन। कोही पसलेको चाहिँ सामान खेर जान्छ भनेर त तपाईँ किन्नुहुन्न। त्यसै गरी हामी उद्योगी व्यवसायले पनि जति हामीलाई दुध चाहिन्छ त्यति मात्र किन्दा हुन्थ्यो नि त यदि व्यवहारिकता छोडिदिने हो भने। तर हामीले त्यसलाई नछोडेर व्यवहारिकता रहनुपर्छ। पछिसम्म पनि हामीलाई दुध चाहिन्छ र अहिले किसानले चाहिँ दुध यसरी 100% खेर फाल्नुभयो भने त उहाँहरू दोहोऱ्याएर यो पेसामा रहनुहुन्न। उहाँहरूलाई पनि बचाउनुपर्छ, हामी पनि बाँच्नुपर्छ भनेर अन्डरस्ट्यान्डिङमा चाहिँ त्यो दुध चाहिँ कलेक्सन गरेर धुलो दुध बनाइएको अवस्था हो होइन। यो कोभिडको कुरा त तपाईँ हामी सबैलाई थाहा छ। यति लामोसम्म जाला भन्ने त न तपाईँलाई न हामीलाई कसैलाई पनि थाहा थिएन नि त। यो 1 हप्ता आयो अब ठिक होला भन्ने हो, 15 दिन भयो, 1 महिना भयो, 2 महिना भयो, 3 महिना भन्दा त यो त वर्षौंसम्म गयो। त्यसले गर्दा चालु पुँजी सक्यो, राज्यबाट सपोर्ट पनि कतैबाट पाइएन र झुकियो के सबैजना। अनि किसानहरूलाई पनि समस्या भयो। त्यस कारणले अब यो समस्यामा हामी सबैजना परिसकेपछि सबैजना मिलेर चाहिँ यो हामीले यसलाई चाहिँ समाधान गर्नुपर्छ भनेर हामी उद्योगी व्यवसाय मन्त्रालय होइन त्यसै किसानहरू सबै मिलेर चाहिँ हामीले जसरी भए पनि अहिले दुध खेर जान नदिउँ, हामी यसलाई बचाएर राखौँ। पछि जुन समय जस्तो परिस्थिति आउँछ त्यति बेला चाहिँ हामी समाधान गरौँला भनेर लागेकै हो हामी। तर पछि भइसकेपछि के भयो भने सबै उद्योगी व्यवसाय पनि ठिक हुनुहुन्छ भन्ने त छैन, सबै किसान ठिक हुनुहुन्छ भन्ने पनि छैन। त्यहाँ चाहिँ आफ्नै हातमा त चोराउमा पालेर बसेका छौँ हामी भन्छौँ हामी। भनिसकेपछि त्यहाँ कोही न कोही धमिलो पानीमा माछा मार्ने साथीहरू त हुनुहुन्छ। उहाँहरू कोही कसैले चाहिँ त्यस्तो खालको अलिअलि केही समस्या गर्नुभयो कि भन्ने आशंका सबैलाई हो। र त्यसको लागि पनि हामीले के भन्यौँ भने कसले गरेको हो त त्यो पत्ता लगाउन त सकिन्छ नि त। धुलो दुध बनाउने कारखाना 7वटा छन् देशमा। त्यो 7वटा कारखानाबाट चाहिँ तथ्याङ्क सङ्कलन गर्यो भने त कसले कति बनायो भने त प्रश्न आइहाल्यो नि होइन र। अनि उहाँहरूको उपभोग कति गर्नुहुन्छ, उहाँहरूको गोदाममा कति बाँकी छ, पैसा तिर्न कति बाँकी छ, क्लियर आउँछ नि त डाटा होइन। त्यसो गरौँ भन्दा के उद्योगी साथीहरूले त्यो डाटा नदिएको अवस्था चाहिँ हो। तर त्यसो हुँदाहुँदै पनि फेरि के हो भने हामीले एकुमुलेट गरेर त्यो निकाल्दाखेरि त्यस्तो धेरै ठुलो समस्या र उद्योगीले त्यो पैसा अन्त अपचलन गरेको, अन्त चलाएको होइन, किसानहरूलाई दिनै नदिएको भन्ने चाहिँ होइन। त्यो चाहिँ बिल्कुलै। तर थोरै तलमाथि चाहिँ कोही कसैबाट भएको छ भने त्यो हामी एसोसिएसनको नाताले हामीले पनि जिम्मा लिनुपर्छ। र जो उद्योगी हो त्यो आइडेन्टिफाई गरेर यसले बदमासी गर्यो भनेर भन्नु पर्यो नि त होइन। अब आज चाहिँ के भयो भने बदमासी गर्ने कोही होला, कोही एबिसिडी, तर त्यो समग्र डेरी सेक्टरले पैसा दिएनन् किसानको भन्ने खालको कुरा जुन बाहिर भाष्य तयार भएको छ त्यसले नै हामीलाई अप्ठ्यारो बनाएको छ। र अर्को कुरा के हो भने अहिले फेरि बाहिर सिधा हेर्दाखेरि चाहिँ किसानले दुध उत्पादन गर्ने अनि उद्योगीले चाहिँ लगेर बेच्ने र पैसा लिने भन्ने मात्र कुरा बाहिर छ नि त होइन। कुरा त त्यस्तो मात्र होइन। कलेक्सन गर्दाखेरि पनि हामी चाहिँ 4वटा स्टेपबाट कलेक्सन गर्छौँ। र सिधा किसानबाट त हामीले पनि दुध किन्दैनौँ नि होइन। किसानले दुध उत्पादन गर्ने हुन्छ, कलेक्सन सेन्टरमा लाने हुन्छ, त्यहाँबाट अर्को एउटा चाहिँ चिलिङ सेन्टरमा लाने हुन्छ, अनि त्यहाँबाट बल्ल हाम्रो उद्योगमा आउँछ भने हामी त तेस्रो पार्टीसँग दुध किन्छौँ नि। त्यो 2टा पार्टी त बिचमा छन् नि। भनिसकेपछि त्यो 2टा पार्टीभित्रको खोजी त कहिले पनि भएन। अब फेरि बेच्ने कुरा पनि गर्दाखेरि सिधा पैसा उपभोक्ताले तिरेको र उद्योगीले पाएको कुरा आउँछ। तर कुरा त्यस्तो त होइन। फेरि त्यहाँ पनि कुरा के छ भने उद्योगमा हामीले डेरी होइन प्रडक्टहरू बनाउँछौँ, त्यो प्रडक्ट बनाएर होलसेलले लाने हुन्छ, होलसेलले रिटेलरलाई दिन्छ, रिटेलरले आउटलेटलाई दिन्छ। भनेपछि यहाँ पनि त 3टा पार्ट भयो नि। अनि त्यो उपभोक्ताले तिरेको पैसा चाहिँ आउटलेटमा जम्मा हुन्छ, आउटलेटबाट फेरि रिटेलरलाई आउँछ, रिटेलरले होलसेलरलाई दिने हो, त्यो होलसेलरले बल्ल डेरी उद्योगलाई पैसा दिने हो कि। र आम किसान दाजुभाइलाई पनि हामीले के भनेको छौँ भने यदि तपाईँले पैसा लिन बाँकी छ भने कोसँग कति पैसा हो त्यो कुरा हामीलाई पनि जानकारी गराउनुहोस्, हामीलाई पनि थाहा हुनु पर्यो नि त। अहिले चाहिँ भनेपछि हामी दुग्धजन्य पदार्थहरूको उत्पादनमा होइन यसमा चाहिँ आत्मनिर्भर भइसकेका छौँ। यसो छ, यो चाहिँ हामीले 3-4 वर्ष अगाडिदेखि नै हामीले के भन्दै आएको भने अहिले त असहज परिस्थिति हो, अहिले त हामी कहाँ दुध बढी भएको देखिन्छ तथ्याङ्कले। तर वास्तवमा चाहिँ सहज परिस्थितिमा त्यस्तो होइन। हामी 80% आत्मनिर्भर छौँ। व्यवसायहरू पनि चाहिँ राजनीतिकर्मीहरूसँग मिलेर चाहिँ देशलाई चाहिँ खोक्रो बनायो भन्ने खालको एक खालको चाहिँ नि जुन खालको भाष्य चाहिँ अहिले निर्माण भएको छ त्यसलाई नचिरिकन पक्कै पनि यो देशले चाहिँ नि अझ आर्थिक रूपमा उन्नति पक्कै गर्दैन होला है। भनेपछि जुन खालको
अहिले नेपालमा निर्माण भएको भाष्यहरू छ यसलाई चिर्दै अगाडि बढ्ने सन्दर्भमा भोलिको दिनमा के गर्नु पर्ला भन्ने लाग्छ मलाई। यसो चाहिँ मलाई के लाग्छ भने सबैभन्दा पहिला त कुनै उद्योग व्यवसाय भनेको चाहिँ त्यो व्यक्ति विशेषको होइन, यो चाहिँ राज्यकैसँग जोडिएको चाहिँ प्रतिष्ठान हो भनेर सबै आम मानिसहरूले त्यो बुझ्न आवश्यकता छ पहिलो कुरो। किनभने रोजगारी समाजमा दिने हो होइन, त्यहाँबाट कमाएको ट्याक्स राज्यलाई तिर्ने हो र कमाइसकेपछि पनि उसले गर्ने खर्च अरू कुरा त यही समाजभित्रै गर्ने हो नि त होइन। त्यस कारण त्यो व्यक्ति विशेषको प्रपर्टी होइन, यो चाहिँ एउटा राष्ट्रको प्रपर्टी हो भनेर बुझ्न आवश्यकता छ सबैले। किनभने यदि उद्योग प्रतिष्ठानहरू भएनन् भने रोजगारीको सिर्जना हुँदैन, देशमा ट्याक्स तिर्ने होइन मान्छेहरू हुँदैनन् भनिसकेपछि त्यो कुरा त्यसरी चाहिँ हामी सबैले बुझ्यौँ भने त्यो चाहिँ नष्ट हुँदैन भन्ने लाग्छ। अब कोही कसैले यहाँले भने जस्तो गल्ती गर्छ, बदमासी गर्छ, राजनीतिलाई मिसयुज गर्छ, कोही व्यवसायले भने कानुनी उपचार त छ नि त। त्यस कारणले उसलाई कानुनीको कठघारामा लिएर आएर उसलाई कारवाही गर्नु पर्यो, दण्डित गर्नु पर्यो। तर उद्योग व्यवसायलाई हानि हुने घाटा हुने कामहरू गर्नु भएन। तपाईँले धेरै देशहरूमा हेर्नुहुन्छ त्यहाँ उद्योग कल कारखानामा कहिले पनि हानि गरिँदैन। यदि बदमासी गरियो भने उद्योग कल कारखानाको मालिकलाई कारवाही गरिन्छ, तर त्यो उद्योग कल कारखाना चाहिँ राज्यले जिम्मा लिएर पनि चलाउँछ। तर हाम्रो देशमा त्यस्तो छैन। यहाँ चाहिँ स्वयं व्यक्ति विशेषसँग जिम्मेवार छ, उसैको नष्ट चाहिँ हुन्छ, ऊ आफै सबै कुराहरू बिग्रिन्छ भन्ने खालको हाम्रो बुझाइ छ। तर इन्डाइरेक्टली हेर्दा ऊ त बिग्रियो, तर उसँगै त हजारौँ मान्छेहरूको रोजगारी चाहिँ जोडिएको कुरा छ नि त होइन। तपाईँको चुलोमा आगो बाल्ने कुरा छ नि त होइन, पेटको कुरा छ नि त होइन। त्यस कारण यो कुरा हामीले बुझ्न आवश्यकता छ जस्तो लाग्छ। र अहिलेको यो कुरालाई राज्यले यदि चिर्न सकेन भने भोलिका दिनको जिम्मा कसले लिन्छ भन्ने कुरा चाहिँ ठुलो प्रश्न। जस्तै अब धेरै विदेशी लगानीहरू देशमा आउने कमिटमेन्ट भएको थियो, ती विदेशी लगानी हामी स्वदेशी उद्योगीहरू नै देशमा सुरक्षित छैनौँ, हामी आफै यहाँ चाहिँ टिक्ने हो कि होइन छौँ होइन भन्ने हामीलाई लागिरहेको छ भने विदेशी लगानी कसरी आउँछ? त्यो एउटा कुरा त्यो भयो। अनि अर्को कुरो जहाँ जहाँ उद्योगहरूमा नष्ट भयो त्यो नष्ट भएको ठाउँमा राज्यले तिनीहरूलाई चाहिँ सान्त्वना दिएर तिनीहरूलाई चाहिँ पुनर्स्थापना गर्नको लागि राहत कोष स्थापना गर्नु पर्यो नि होइन। नत्र भने त उसले कसरी लगानी गर्न सक्छ त? अब एउटा त अहिले भइरहेका व्यवसायहरू विगत 2-3 वर्षदेखि कोभिड आर्थिक मन्दी कारणले हाउ टु सस्टेन भनेर बसिरहेको अवस्था छ। यो अवस्थामा फेरि झन् यसरी चाहिँ तोडफोड आगजानी भएर नष्ट भइसकेपछि पुनर्स्थापना गर्न त ऊ त इच्छुक छैन नि। धेरै उद्योग व्यवसायहरू चाहिँ अब यसलाई कसरी चाहिँ यहाँबाट आफू बाहिर हुने भन्ने कुराहरू आइसक्यो। जस्तै उदाहरणको लागि तपाईँले हायत होटल होइन, उसले सूचना जारी गरिसक्यो नि त अब हामी अनिश्चितकालीन बन्द भनेर होइन। त्यो भनेको त उनीहरू त्यहाँबाट स्केप हुन खोजेको हो नि त। बरु यो गर्नुभन्दा बरु यहाँबाट बाहिर आउन ठिक छ भन्ने खालको हो नि त। त्यसले देशमा उद्योग व्यवसायहरू यसरी बन्द हुने क्रम बढ्दै गयो भने देश ठुलो आर्थिक चपेटामा पर्न सक्छ र यसले राम्रो गर्दैन। र कुनै पनि देशको विकास यदि गर्नु नै छ भने त्यो देशको चाहिँ कृषि क्षेत्र त्यसपछि गएर उद्योग व्यवसायलाई टिकाउनु पर्छ, उनीहरूलाई जसरी पनि बचाउनु पर्छ। धेरैवटा देशहरूमा हेर्नुभयो भने उद्योग लगाउनुको लागि चाहिँ तपाईँको जग्गाहरू चाहिँ निःशुल्क दिने, त्यसपछि तपाईँको स्टार्टअप होइन को रूपमा भनेर त्यहाँ चाहिँ निर्व्याजी रूपमा सर्टन वर्षको लागि चाहिँ पैसाहरू दिने र त्यसपछि कति वर्षसम्म चाहिँ करहरू नलिने जस्ता चाहिँ योजनाहरू ल्याइन्छ भने हाम्रो देशमा त्यस्तो खालको कुनै योजनाहरू छैन। अहिले नै हेर्नुहोस् न धेरैवटा होटलहरू चाहिँ नष्ट भए होइन। अब अरू उद्योग कल कारखानाहरूमा समस्या भएको छ। अब टुरिस्टको कुरा गर्नुहुन्छ भने हामीलाई फोन गरेर तपाईँहरू देशमा कसरी बसिरहनु भएको छ, सुरक्षित हुनुहुन्छ कि हुँदैन भन्ने खालको जुन खालको मेसेज गएको छ त्यो मेसेजलाई तत्काल चिर्न सक्नुपर्छ राज्यले होइन। जबसम्म देशमा टुरिस्टहरू आउँदैनन् तबसम्म त हाम्रो देश त लगभग धेरै आर्थिकको कुरा त्यसपछि रोजगारीको कुरा त टुरिज्मसँग जोडिएको छ होइन। हाम्रो देश सुरक्षित छ, यहाँ केही भएको छैन भनेर तमाम राजनीतिक दल होइन, उद्योग व्यवसायहरू र जति पनि देशका बुद्धिजीवी वर्गहरू एक ठाउँमा बसेर, किनभने यो देशमा सङ्कट आउँदाखेरि त एउटाको कुरा होइन नि त, सबैको कुरा हो नि होइन। त्यस कारणले हिजो भएका गल्तीहरूलाई सबैले तत्त ठाउँमा छोडिदिएर अब आउने दिनहरूमा गल्ती गर्ने सच्याएर जानु पर्यो र गल्ती गर्नेलाई अब आउने दिनमा गल्ती गर्नु भएन भनेर जाने र कानुनी उपचारहरू खोज्ने हो होइन। यसरी चाहिँ इन्डिभिजुअल रूपमा मान्छेलाई चाहिँ भौतिक होइन कारवाही गर्ने, आक्रमण गर्ने, त्यो प्रतिष्ठानहरूमा आक्रमण गर्ने गरियो भने त
भोलिका दिनहरूमा त देश त सुरक्षित भएन भन्ने खालको मनोवैज्ञानिक रूपमा चाहिँ सबै त्रसित भयो भने त देशमा कसरी चाहिँ उद्योग व्यवसाय फस्टाउँछ त, त्यसो को बस्छ त? अब मलाई सबभन्दा डर त के लागिरहेको छ भने मेरो आफ्नो व्यक्तिगत धारणा हो, हिजोको दिनमा हामी युवा व्यवसायहरू होइन विद्यार्थीहरू पलायन भयो भन्थ्यो भने अबको दिनमा चाहिँ मलाई लाग्छ यो चाहिँ हाम्रो एजको मान्छेहरू जो चाहिँ 70 वर्षभन्दा मुनि 50 भन्दा माथिको जो मान्छेहरू छन्, यो मान्छेहरू उद्योग व्यवसायमा चाहिँ आश्रित छन् नि त धेरै जसो होइन। अब यिनका अधिकांश छोराछोरीहरू त विदेशमा छन्। अब भोलि यो खालको राज्यले एउटा चाहिँ सुरक्षा दिन सकेन, राज्यले चाहिँ मोटिभेट गर्न सकेन, सकारात्मक चाहिँ सन्देश दिन सकेन, मनोबल बढाउने कामहरू गरेन भने यो बिचको वर्गहरू विदेशमा जाँदाखेरि त यिनीहरू आफू मात्र जाने होइन नि त, यिनीहरू त तपाईँको आर्थिक रूपमा पनि चाहिँ होइन बाहिर ट्रान्सफर गर्ने कुरा हुन्छ नि त। त्यो भयो भने देश त झनै खतरामा भयो नि त। त्यस कारणले यो कुरा रोक्नको लागि राज्यले चाहिँ तत्काल उद्योगी व्यवसायहरूमा सकारात्मक सन्देश भर्ने, मनोबल उच्च राख्नको लागि शान्ति सुरक्षाको चाहिँ ग्यारेन्टी लिने र उद्योग कल कारखानामा जहाँ जति क्षति भएको छ त्यो चाहिँ राज्यले तत्काल चाहिँ क्षतिपूर्तिको कुनै घोषणा गरेर चाहिँ त्यहाँ उद्योग चाहिँ पुनः सञ्चालन गर्नको लागि चाहिँ राज्यले ग्यारेन्टी लिएर अगाडि बढ्नुपर्ने हो। जुन एउटा नकारात्मक भाष्य चाहिँ निर्माण गरियो भन्ने सन्दर्भ यहाँले राख्नुभयो, यो भन्दै गर्दाखेरि जुन अहिलेको स्पिड छ यसलाई समातेर अगाडि बढ्नको लागि चाहिँ के गर्नु पर्ला भन्ने लाग्छ त्यहाँलाई? पहिलो कुरा त हामीले के बुझ्नु पर्यो भने कुनै पनि कुरा आजको भोलि हुँदैन, टाइम लाग्छ होइन। किनभने अहिलेको अहिले हुने कुरा त केही पनि छैन नि त। त्यस कारणले यो भनेको हिजो धेरै वर्षदेखि चल्दै आएको कुरा आजको भोलि चेन्ज हुँदैन। पहिला त्यो मनस्थिति हाम्रो चाहिँ माइन्डसेट अब हामीले बनाउनु पर्यो, आजबाट सुरु गर्ने हो, त्यसपछि यति वर्षसम्म हामी यहाँ पुग्ने हो भन्ने खालको लिडरसिपले जो आउनु भएको छ अगाडि उहाँहरूले सोच्नु पर्यो। उद्योगी व्यवसायको मनोबल बढाइदिनु पर्यो होइन। ब्युरोक्राट्सहरू सधैँ स्थायी सरकार जस्तो चाहिँ कहीँ कतै शङ्का गर्ने ठाउँ नभइकन सबैले चाहिँ एकदमै सुशासन कायम हुन्छ भन्ने खालको जुन विश्वास छ त्यो हुनु पर्यो। र नेताहरूले पनि तपाईँको राजनीतिक जति पनि नेताहरूले त्यही हिजो घोषणा पत्रमा लेख्ने मात्र काम हुन्थ्यो, व्यवहारमा त्यो खालको नभइसकेपछिको आक्रोश हो नि त यो। अब चाहिँ साँच्चै हामी चेन्ज गरेर जान्छौँ भन्नु पर्यो। लिडरसिपको चेन्जको कुराहरूमा जुन खालको एउटा वितृष्णा थियो होइन, नातिको पालादेखि हजुरबाको पालासम्म चाहिँ एउटै नेतृत्व चाहिँ भइरह्यो भन्ने खालको कुराहरू थियो भने त्यो पुस्तान्तरण हुनु पर्यो। र पुस्तान्तरण हुँदाखेरि पनि जो आउने मान्छेहरू हुनुहुन्छ वा आउनेहरूले पनि त फरक खालको चाहिँ दिनु पर्यो नि त। जस्तै अहिले मानौ अब यो टिका टिप्पणी भन्दा पनि उदाहरणको लागि जुन खालको हिजो वितृष्णा थियो अहिलेको बाहिर बजारमा सुन्न पनि त त्यही वितृष्णा सुनिन्छ नि त होइन। यति गुट उति गुट, यो समूह त्यो समूह भनेको सब आम मिलेर जानु पर्यो कि। र यहाँ उद्योगी व्यवसायी कर्मचारी होइन अथवा अहिले आन्दोलनमा आउनु भएको समग्र सबैजना मिलेर यो देश हाम्रो हो, हामीले बचाउनु पर्छ, सकारात्मक भावना लिनुपर्छ र व्यक्तिगत स्वार्थमा लाग्नु हुँदैन, सामूहिक चाहिँ हितको लागि लाग्नुपर्छ भन्ने खालको भावना चाहिँ आउनु पर्यो भनेर हो। हस्, यहाँले आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। एकदम, यहाँलाई पनि एकदमै धेरै धन्यवाद। हामीले विशेष गरी निजी क्षेत्रको कुरा, डेरी सेक्टरको कुरा जुन राख्ने मौका दिनुभयो, यहाँ र यहाँको टेलिभिजनलाई एकदमै धन्यवाद। दर्शकवृन्द, आजकै श्रृङ्खलामा हामीले नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत कृषि उद्यम केन्द्रका बोर्ड सदस्य साथै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहालज्यूसँग अहिलेको समसामयिक विषयवस्तु, अझ भनौँ विशेष गरी नेपालको अहिलेको आर्थिक अवस्था र डेरी उद्योगसँग सम्बद्ध रहेर चाहिँ कुराकानीहरू गऱ्यौँ। यसै गरी अर्को श्रृङ्खलामा अन्य कुनै विषयवस्तु र अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजलाई चाहिँ म लगायत सम्पूर्ण युनिट बिदा माग्न चाहन्छ। नमस्कार।